विजय कोइरालाजीले राख्नुभयो कि हाम्रो पूर्वीय परम्परामा पूर्वीय शिक्षामा के थियो भने जीवनको सर्वाङ्गीण विकासका निम्ति कामहरू हुन्थे। एउटा गुरुले आफ्नो जीवनमा सिकेका सम्पूर्ण कुराहरू एकै ठाउँमा बसेर सिकाउनुहुन्थ्यो र जब एउटा मानिस, एउटा व्यक्ति, एउटा विद्यार्थी जब आफ्नो जीवन यापन गर्न सक्षम छ भन्ने गुरुलाई लाग्थ्यो अनि उहाँले दीक्षा अन्त्य गरेर त्यहाँबाट बिदा गर्नुहुन्थ्यो। यस प्रकारको परम्परा थियो भने अहिले आएर भौतिक सुविधाहरू छन्, विज्ञानको धेरै विकास भएको छ। यसले हाम्रो पठन पाठनलाई, हाम्रो सिकाइलाई सहज बनाउने हदसम्म तिनको उपयोग गरेर जानुपर्छ। तर जति बेला हामी ती प्रविधिको दास बन्न पुग्छौँ, दास बनेर हुँदैन, किनभने प्रविधि हेरेर मात्रै हामीले केही सिक्न सक्दैनौँ, गरेर सिक्छौँ। गर्नका लागि एक्टिभिटीहरू हुनुपर्छ। एक्टिभिटी मान्छेले गर्ने हो, त्यसैले मान्छे जति सक्रिय हुन्छ त्यति नै उसको शरीर, उसको मस्तिष्क सक्रिय हुँदै जान्छ। गरिसकेपछि उसको संवेगात्मक विकासको जुन कुरा अघि मुक्तिजीले राख्नुभयो त्यो अंश संवेगात्मक विकास हुन्छ, सामाजिकीकरणको विकास हुन्छ। सबभन्दा ठुलो कुरा त आफूले सिकेको कुरालाई, आफूले जानेको कुरालाई अरू समक्ष निर्भीक भएर राख्न सक्नुपर्ने हो, त्यो कुरा पनि प्राप्त हुन्छ। यी सबै कुराहरूमा, भौतिक सुविधा बाहेकका कुराहरूमा, न्यूनतम भौतिक सुविधा बाहेकका कुराहरूमा यस विद्यालयले बाबु नानीहरूलाई खुसी बनाएको म देख्छु। मलाई अघि यहाँ केही अभिभावकजीहरूका क्रियाकलापहरू हेर्ने मौका पाएँ। उहाँहरूका मुखाकृतिबाट पनि, हावभावबाट पनि उहाँहरू यहाँ आफ्ना बच्चा बच्चीलाई राखेर खुसी हुनुहुन्छ। धेरै डक्टरहरूले पनि, धेरै पढे लेखेका व्यक्तित्वहरूले पनि, व्यवसायीहरूले पनि, बुझेका मान्छेहरूले पनि आफ्ना बच्चा बच्चीहरू यहाँ पढाएको भन्नुको अर्थ यस विद्यालयले गरेका क्रियाकलापहरूलाई राम्रोसँग हेर्नुभएको छ। यहाँहरूकै माया पाएर यस विद्यालयले अगाडि बढ्ने हो। केही सहयोग आवश्यक छ भने स्कुलले पनि माग्न हिचकिचाउनु हुँदैन र अभिभावकहरूले पनि आफ्नो बालबच्चाका लगानीका लागि केही गर्नुपर्छ भने गरिदिनु होला, यही शुभेच्छा व्यक्त गर्छु। र आज म विशेष गरेर यो भर्नाको पनि बेला छ, स्कुलमा पनि अब शिक्षकहरूको नियुक्तिको कुराहरू छन्, व्यस्तताका बावजुद पनि यहाँ बोलाउनु भयो। यहाँ आउने सौभाग्य पाएँ, यहाँहरूका विचारहरू सुन्ने सौभाग्य पाएँ, बाबु नानीहरूका क्रियाकलापहरू हेरेँ। म सबै बाबु नानीहरूको उज्जवल भविष्यको कामना गर्छु, पुरस्कृत हुनेहरूलाई बधाई दिन्छु। र आज यो तहको दीक्षा प्राप्त गरेर यिनीहरू बाहिर जाँदैछन् अथवा गइ पनि सके होला कतिपय ठाउँमा। र मैले गत वर्ष सुनेको थिएँ कतिपय